बुढी हजुर बाबा कस्तो लागिरहेछ तिमीलाई मलाई एकदमै आनन्द लागिरहेको छ खुसी लागिरहेको छ लागिरहेछ हो हो यो समुद्र देखेर कि उम्, तपाईँले पहिला हामी कलमा कुरा गर्दाखेरि उम्, त्यहाँ लान्छु भन्नुहुन्थ्यो नि त त्यो त्यो के हो आइल्यान्ड है त्यो टापु त्यहाँ अनि त्यही भएर आज चाहिँ रियलमा टाढै भए पनि देख्दा चाहिँ खुसी लागिरहेको त्यसलाई छ हाँचो सीमा भन्छ त्यो हाँचो सीमामा हामी जानेछौँ आज चाहिँ टाइम छैन त्यो बोर्ड चढेर जाने हो 5 बजी लास्ट हो कि उताबाट आउनेलाई ए हजुर त्यहाँ अहिले गयो भने फेरि टाइमै हुँदैन कति अहिले त कति भइसक्यो 3 बज्न लागिसक्यो नि त त्यही भएर घुम्नु पाइँदैन हामी नेक्स्ट टाइम जानेछौँ त्यहाँनिर ल ओके बाबा ओके यहाँ चाहिँ माथि चाहिँ टेम्पल रहेछ है टेम्पल टेम्पल होइन त्यसलाई के भन्छ गुम्बा गुम्बा त्यसलाई जिन्जिया जिन्जा उहिले चाहिँ ओतेरा क्यास्टल भन्छ उतालाई क्यास्टल ओके कस्तो राम्रो हेर्नु न पानीहरू कस्तो क्लिन छ है लेट्स गो बाबा प्लेन छ परको होइन त हामी अर्को टाइम जानु होला त्यो दामी देखाइदियो त यस्तो छ बुढी उहाँ आएर है दामी छ, दामी। जाउँ न। यहाँ अलिक घाम भयो ओके ल पानीमा पस्ने हो तिमी हो अब यो टाइम लाग्छ जस्तो लागेको थियो कि मलाई अझै धेरै हुन्छ अनि त्यही भएर मैले त पस्ने योजना बनाइरहेको छु नत्र भने चप्पलहरू लिएर आउँदा हुन्थ्यो है तपाईँ नबस्नुहुन्छ है हामीले काम गर्ने होटल नदेख्नु होला हो काम गर्ने ठाउँ त पुलिसले पक्रेको त्यो बनाइरहेको छु मैले यतापट्टि अगाडिको कि मैले बनाएको त नि अघि ल अब तपाईँ अगाडि तिमी हिँड्नु न यसरी हात समातेर कि छातासँग कहाँ हुन्छ त्यसरी एउटा क्यामेरा